आन्टी नमस्ते सन्चै हुनुहुन्छ यस्तै छु हजुर यो के सम्हाल्नु भएको छ सुलपति यो अहिलेको अवस्थामा तपाईँलाई कस्तो छ ठिक छ ठिक त के भयो साह्रो त छाछरी पाल्या छु बस्छु मेरो सुच्चा गर्ने कोही छैन अनि क्यारो घोगा झाल्या नै केही गरे नै अब भाग्य हुने हो या सन्चै हुनुहुन्छ सन्चै छु यो के सम्हाल्नु भएको सुलपकी सन्चै हुनुहुन्छ त सन्चै छु बाबु हजुर देश विदेशमा गएका छोराहरूलाई के भन्न चाहनुहुन्छ के बुनु अनि देश विदेश गइहाल्यो भने त्यो दुःख छोरी फालेर गइरहन्छन् अनि के गर्ने हो ए ल ठिक छ नलगा नगरपालिका वडा नम्बर 13 फन्दा भन्ने ठाउँ हो यो बस्ती एक आपसमा मिलेर बसेको छ यति रमाइलो बस्ती छ यो है यो असार हेर्दै गर्दाखेरि रमाइलो छ वातावरण अब यो ठाउँमा रोडहरू पनि आइपुगेको छ है साथीहरू राम्रो छ हुनुहुन्छ